हेलो ब्यूटीफुल व्यूअर्स, वान वेलकम टू एभ्रीवन। हजुरहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल रुमिला ब्लग्समा। र सदा चाहिँ म आज पनि बेता बजारको हाट बजारमा आएको छु र मैले चाहिँ केही फुल तथा बोट बिरुवाहरू लिएर आएको छु भने आज मैले धेरै चाहिँ ल्याएको छुइनँ, किनभने अहिले चाहिँ लगभग सिजन पनि अफ छ हैन। र मसँग अवेलेबल भएका बिरुवाहरू चाहिँ लगभग मैले लिएर आएको छु। हजुरले हेर्न सक्नुहुनेछ, म हजुरहरुलाई देखाउँदैछु है त, आउनुस् हेरौँ। यो चाहिँ न्यू अराइभ हो हैन। यो चाहिँ एग्लोनिमा भेराइटीबाट रेड एग्लोनिमा आएको छ, त्यसै गरेर डोटेड एग्लोनिमा आएको छ भने यहाँनेर चाहिँ क्रासुला आएको छ र यो चाहिँ लकी प्लान्ट हो। र यो लकी प्लान्ट चाहिँ बाँकी सबै बिक्री भइसकेको छ र अब एक पिस मात्रै छ। र त्यसै गरेर हजुरहरूले हेर्न सक्नुहुनेछ, यो चाहिँ सिम्पल एकदमै खासै राम्रो चाहिँ छैन, तर पनि यो अझै ल्याएको बिरुवा पनि मसँग केही छन् भने यहाँनेर हजुरले देख्न सक्नुहुनेछ। मेरो सेल्फ प्रोडक्ट बगानबेली हो र बगानबेली चाहिँ यो चाहिँ एकदम अट्र्याक्टिभ कलरको छ हैन। हु इज द लकी वान है, अब को लकी मान्छेले लानुहुन्छ, चिन्ने मान्छेले लगिहाल्नुहुन्छ। र यो चाहिँ रेड यो चाहिँ रेडबाट चाहिँ बगानबेली हो। यो चाहिँ यस्तो खतरा फुल्छ कि पछि पत्ता एउटा पनि देखिँदैन, फुल मात्रै फुल्छ हैन। र त्यसै गरेर चाहिँ अब यो चाहिँ मसँग येल्लो कलरमा बगानबेली छ भने यहाँ डान्सिङ डल चाहिँ खासै राम्रो भएन, यो चोटि झापामा क्लाइमेट सुटै गर्दैन नि त। अनि यहाँनेरि क्रिपर प्लान्ट ह्याङ्गिङबाट छ भने हजुरहरूले देख्न सक्नुहुनेछ, यहाँ चाहिँ थोरै मात्रामा भए पनि सिजनेबल बिरुवाहरू छन्, जुन चाहिँ यो चाहिँ हजुरहरूले सेलेसिया भन्छ भने यो चाहिँ हजुरहरूले लिन सक्नुहुनेछ मसँग। त्यसै गरेर यहाँनेर मस रोज छ। मस रोजलाई चाहिँ अब घडी फुल पनि भनिन्छ भने यो 12 बजे फुल पनि भन्नुहुन्छ कतिजनाले। 12 बजे फुल चाहिँ अब यो चाहिँ टक्क घाम लागेको बेलामा हुन्छ भने अब बेलुकाखेर चाहिँ हो वास्तै सक्यो। अब यो चाहिँ लगभग सुतिसक्यो र यो पनि मैले 2 पिस बिक्री गर्न सफल भइसकेको छु भने यहाँनेर चाहिँ मैले सेपरेट गरेको मेरो फुलको बिरुवा छ, यो पनि हजुरहरूले मसँग लिन सक्नुहुनेछ। यो चाहिँ एन्थोरियम हो, एकदमै अट्र्याक्टिभ राम्रो छ है। र यो चाहिँ एकदम हाई कस्ट महँगो पर्छ है, र महँगो परे अनुसार हजुरहरूले चिन्ने मान्छेले लगिहाल्नुहुन्छ। त्यसै गरेर यहाँ मसँग हेर्नुहोस् न कस्तो मनै चटक्कै भाँचिने गरेर है, यो एकदमै राम्रोबाट श्रेडिङमा चाहिँ जिरेनियम आएको छ र मैले मेरो यो टनलबाटै ल्याएको सेल्फ प्रोडक्ट हो हैन। तर यहाँ चाहिँ अटोवाला भाइले चाहिँ छुटाइदिएछ, भाँचिदिएछ है। यो चाहिँ अलिक सेन्सिटिभ चिजहरूलाई चाहिँ बिस्तारै गर्नुपर्छ, तर भाइले के भएर भाँचिदियो है, दुःखको कुरा। त्यसै गरेर चाहिँ हजुरहरूले रोजमेरी प्लान्ट पनि लिन सक्नुहुन्छ। हाई भोल्युममा चाहिँ मेडिसिनल भ्यालु भएको प्लान्ट खान पनि मिल्छ। यसको चाहिँ हजुरहरूले चाहिँ ग्रिन टी बनाएर नि खान सक्नुहुनेछ भने मासुहरूमा, अनि त्यसै गरेर चाहिँ ड्राई सब्जीहरूमा, आलु भाजीहरूमा हजुरहरूले खान सक्नुहुनेछ। एकदमै राम्रो प्लान्ट हो। र त्यसै गरेर हजुरले हेर्न सक्नुहुनेछ क्रोटोन। यो क्रोटोन चाहिँ हजुरहरूले भुइँमा अथवा गमलामा रोप्नु भने हाइब्रिड भेराइटीको एकदमै राम्रो ग्रिन प्लस रेड भएर आउँछ क्या, एकदम रातो पनि चमक रातो नै हुन्छ, एकदम आँखामा लाग्ने खालको रातो हुन्छ। र त्यसै गरेर यहाँनेरि पनि हजुरले एग्लोनिमाको भेराइटी देख्न सक्नुहुनेछ भने यहाँनेरि चाहिँ रोज छ। तर रोजमा चाहिँ के भएको छ भने रोजको मैले भिडियो युट्युब च्यानलमा हालिसकेको छु र यो मैले एकदमै राम्रो टेक केयर गरेको छु। तर मेरोमा चाहिँ म्याक्सिमम नै यो त्यो के पो भन्छ झुसिल किरा लागेर चाहिँ 5 जति चाहिँ सबै खाइदिएछ नि त। अनि तर पनि यसबाट चाहिँ अब साइड ब्रान्चहरू चाहिँ पलाइराखेको छ र यो ब्रान्चबाट चाहिँ एकदमै राम्रो पलाएर चाहिँ अब फेरि यो राम्रो कलरमा फुल्ने छ हजुर। र हजुरले हेर्न सक्नुहुनेछ यहाँ चाहिँ खुर्सानी छ, डल्ले खुर्सानी। अनि यहाँ चाहिँ रेडबाट चाहिँ एकदमै रेडबाट सितारा छ, एक जोडा सितारा। र त्यसै गरेर लकी ब्याम्बो यहाँनिर हजुरहरूले हेर्न सक्नुहुनेछ मसँग भएका फुलहरू। यहाँ पनि रोजहरू छ है, एकदमै किराले खाएर चाहिँ बर्बाद बनाइदिएको छ। र यहाँ क्यालेडियम छ मसँग भने 2वटा कलरमा छ है क्यालेडियम चाहिँ। र त्यसै गरेर चाहिँ यहाँनिर लकी प्लान्ट पनि छ है, यो लकी प्लान्ट पनि हजुरले लिन सक्नुहुनेछ, क्रासुलाकै भेराइटी हो। र यहाँनिर पनि क्रोटोन छ। र त्यसै गरेर यता बगानबेलीहरू छन्। बगानबेलीको एकदमै अट्र्याक्टिभ भेराइटी।
मेरो साँझमा सिमसिमे पानी साथै रङ्गी इन्द्रनी रानी सजाइदेऊ मेरो जुबना। यो चाहिँ ठुलोमा छ, गमला ठिकैको छ है, तर एकदम राम्रो भएर फुलेको छ। यो चाहिँ येल्लो कलरको बगानबेली हो। हेर्नुहोस् त पिटुनिया मेरो अझै पनि फुलिरहेको छ एकदमै राम्रोसँगले। र हेर्नुहोस् यिनीहरू चाहिँ राम्रो राम्रो हो क्या भेराइटी। चिन्नेले चाहिँ लाँदा ठुलो अट्र्याक्टिभ देखिन्छ, ठुलो चाहिँ फेरि महँगो पर्छ, लानु सक्नुहुन्न। सानो चाहिँ चिन्नु नै हुन्न समस्या। हेर्नुहोस् कति राम्रो राम्रो कलरको छ। ल थ्याङ्क यू फर वाचिङ एभ्रिवान, लभ यु अल, बाई बाई, ह्याभ अ ग्रेट डे। हजुरहरूको दिन सदैव सुखद सहज र रमाइलोसँग बितोस् भन्न चाहन्छु। हस् त, धन्यवाद।